नमस्ते सबैजनामा। आज फेरि म तपाईँहरूको माझ आइरहेको छु नयाँ रेसिपी लिएर। त्यो चाहिँ के हो भन्दाखेरि चाहिँ अब यहाँ मैले तपाईँलाई देखाउँछु है, के चाहिँ म युज गर्छु अनि के चाहिँ बनाउन आँटेको छु भनेर चाहिँ तपाईँलाई भन्ने छु है त। फर्स्ट अफ अल चाहिँ मैले यहाँनिर लिएको छु प्याज है, चप गरेर, अनि ग्रिन चिली थोरै अलिकति है, त्यसपछि चप गरेर गार्लिक, त्यसपछि अलिकति थोरै चप गरेर जिन्जर, त्यसको बाद मैले थोरै 2टा जस्तो अन्डा लिएको छु है। त्यसपछि मैले यहाँनिर ब्रेड क्रम्ब लिएको छु, अलिकति मैले फ्लोर पनि लिएको छु है। त्यसपछि मैले यो फ्रेस चिकन किमा लिएको छु। अब चाहिँ म हजुरहरूलाई भन्नेछु मैले के बनाउन आँटेको भनेर है। यहाँनिर मैले चिकन किमा लिएको छु है। ए सरी, मैले चाहिँ भन्नै बिर्सेछु, मैले चाहिँ खासमा चिकन कटलेट बनाउनु कोसिस गरिरहेको छु है, जो चाहिँ कलकत्तातिर फेमस छ है। चिकन कटलेटको लागि मैले यहाँनिर किमा लिएको छु चिकन। अब यसलाई चाहिँ हामीले सिजनिङ गर्नुपर्छ, जसमा चाहिँ अब म लिनेछु चप गरेको अनियन थोरै, चप गरेको थोरै ग्रिन चिल्ली, चप गरेको गार्लिक, चप गरेको जिन्जर, यहाँनिर म लिनेछु फ्रेस धनियाँ चप गरेको है। धनियाँले पनि राम्रो फ्लेभर दिन्छ। थोरै रेड चिली पाउडर लिनुहोस् होला, स्वाद अनुसार नुन लिनुहोस् होला, हजुरहरूले कतिको लिनुहुन्छ। जिरा धनियाँको पाउडर थोरै लिनुहोस् होला। यहाँनिर म अलिकति गरम मसला पनि लिनेछु, जसमा चाहिँ टेस्ट राम्रो दिन्छ। अलिकति ब्ल्याक पेपर पनि हाल्नुहोस् होला है, जसमा चाहिँ अलिकति स्पाइसी टाइपको है, टेन्डर राम्रो खालको हुन्छ। यहाँनिर मैले थोरै चिकन स्ट्युको पाउडर पनि लिएको छु। यो चाहिँ अप्सनल हो, हजुरहरूले लिनु पनि सक्नुहुन्छ या त स्किप पनि गर्न सक्नुहुन्छ। अब चाहिँ यो सबै सामग्रीहरूलाई है मजाले हामीले मुस्नुपर्छ। यसलाई सबै मिक्स गर्नुहोस् होला, यसमा फ्लोर हाल्नुपर्छ। अब चाहिँ म कटलेटको लागि डायमन्ड स्टाइलमा बनाउनु पर्छ है त। यो चाहिँ हाम्रो कलकत्ता स्टाइलको अलिकति मासु लिनुहोस् होला, किमा है, यो अघि म्यारिनेट गरेको। अब चाहिँ बनाउँदै जानुपर्छ। यो बनाउनु सजिलो नै छ। अब यसो राखेर चाहिँ हामीले बिस्तारै बनाउनु पर्छ, जसमा चाहिँ हामीले छुरीको मद्दत पनि लिन सक्छु। यसरी हामीले डायमन्ड सेपमा लिइसक्यो है। अब हामीले चाहिँ यसमा चाहिँ अलिकति यहाँ मैले अघि एग लिएको है, यसमा चाहिँ डिप गर्नुपर्ने हुन्छ। एग लिएको छु, यसरी एगमा हल्का डिप गर्नुपर्ने हुन्छ है। यसलाई यसरी कोट गरिदिउँ होला, यसरी कोट गर्नुपर्छ। अब चाहिँ हामीले ब्रेड क्रम्बमा मजाले मिलाएर ब्रेड क्रम्ब युज गर्नुपर्ने हुन्छ साथीहरू। अब टक्क अब यसलाई चाहिँ हामीले प्यानमा फ्राई गर्नुपर्ने हुन्छ। अब प्यानमा फ्राई गर्न सुरु गरौँ होला है, बिस्तारै हाल्नुहोस्। अब बिस्तारै पल्टाउनु पर्छ है। एकपट्टि फ्राई भइसक्यो, अनि बिस्तारै पल्टाउँदै पल्टाउँदै हामीले पकाउनु पर्ने हुन्छ। मजाले यसो थिचेर मजाले पकाउनु पर्छ है, जसमा चाहिँ भित्रसम्म पाकोस्। चिकन कटलेट बनाएर यतिको भएको छ र हजुरहरूलाई के कस्तो लाग्छ होला है। मैले यहाँनिर ग्रिन चटनीसँग, ग्रिन क्युकुम्बरसँग सर्भ गरेको छु र यहाँ हेर्नु सक्नुहुन्छ तपाईँहरूले यो कतिको क्रिस्पी भएको छ र कतिको एकदम क्रिस्पी है, जुसी,
एकदमै राम्रोसँगले पाकेको छ है। र यसरी नै हजुरहरूले पनि घरमा ट्राई गर्न सक्नुहुन्छ र हजुरहरूले पहिलाको भिडियोमा धेरै धेरै माया देखाइदिनु भएकोमा सबैजनालाई धेरै धेरै धन्यवाद। र मलाई यसरी नै सधैँभरि साथ सपोर्ट हजुरहरूले सब्सक्राइब गरेर सेयर गरेर लाइक गरेर फलो गरेर कमेन्ट गरेर मलाई साथ सपोर्ट गरिदिनुहोस् होला भन्दै म आजको भिडियो समाप्त गर्न चाहन्छु। हुन्छ त सबैजना, बाई बाई।